बाफ रे बाफ, यस्तो पनि फिल्म हुन्छ हजुर। तपाईँले यो फिल्म हिन्दीमै हेर्न पाउनुहुन्छ, कहाँ हेर्न पाउनुहुन्छ, सजिलै गरी हेर्न पाउनुहुन्छ, सबै कुराको जानकारी दिने नै छु। त्योभन्दा पहिला मेरो सुन्नुहोस् कुरा, त्यो पनि कुरा। ल अब कहानी सुरु गरौँ है त। एकजना श्याम नाम गरेको एकजना हिरो हुन्छ, ऊ पुलिस हुन्छ र उसलाई एउटा सहरबाट अर्को सहरमा पठाइन्छ, ट्रान्सफर गरिन्छ र त्यहाँ गइसकेपछि उसले यस्तो चिज भेट्छ हैन, जहाँ मान्छे मरिसकेको, गाडिसकेको मान्छेको हड्डीहरू भेट्छ र त्यसपछि उसले अब यो कसरी भयो, के भयो भनेर पत्ता लगाउँदै जाँदा घट्ने घटनाहरू नै यो फिल्मको वास्तविक घटनाहरू हो। 1 वर्ष होइन, 2 वर्ष होइन, 40 वर्ष अगाडि गाडेको हड्डी उसले फेला पार्छ हैन। र त्यहाँको पुलिसहरूले त्यो लुकाउन कसरी खोजिरहेका छन् उसलाई पत्तो हुँदैन हैन, किनकि त्यहाँको पुलिसहरूले पनि त्यो चिज लुकाउन खोजिरहेका हुन्छन्। तर उसले त्यहाँको एकजना रिटायर्ड पुलिसलाई सहारा लिएर अनि उसले कसरी यो केसलाई अगाडि बढाउँछ, कसरी पत्ता लगाउँछ, तपाईँले यो फिल्ममा हेर्न पाउनुहुन्छ। यो फिल्मलाई मिस गर्दै नगर्नुहोस्, फिल्म बवाल छ। तपाईँले एकचोटि हेर्नुभयो भने तपाईँले साथीभाइलाई फेरि बार बार हेर्न भन्नुहुन्छ। फिल्मको नाम गोदावरी हो, तपाईँले माथि स्क्रिनमा पनि देख्न सक्नुहुन्छ र तपाईँले यो फिल्म अन्त कहीँ कतै जानु पर्दैन, तपाईँले यो फिल्म युट्युबमै हेर्न पाउनुहुन्छ। तपाईँलाई मैले लिङ्क पनि दिने नै छु र यसको क्लाइम्याक्स बवाल छ। तपाईँले हेर्नुभयो भने आहा चिम्म गर्नु न है। र यस्तै अन्य फिल्मको लागि जानकारी पाउन छ भने मसँगै कनेक्ट गराउनु होला। म तपाईँलाई योभन्दा पनि राम्रा फिल्महरू लिएर आउने छु। तबसम्मको लागि गुड बाई।